कता छ टाउको Salbert उठ्न ओइ छिटो उठ Salbert चाहिँ खिच्छस् छिटो उठाइ त्यो सिटमा हुँदैन क्या ओइ ए किन 125 से निकाल्न कसले रिल किन्न डिजिटल क्यामेरा ए डिजिटल हैन मुभीबाट खिच्ने छोड्दै छटुले बोलाइहाल्छ 125 निकाल्न त अनि छन्टुलाई छिटो उठ्न ए नगर 8 बजिसक्यो अझै उठ्दैन छ हुँदैन हुन्छ छ ओ छिटो उठ साला सिट छ हुँदैन सुटिङ अहिले शीत केही छैन तँलाई एक दुई छुट्या धानबारीमा बरालले जाँदा त्यस्तो छ कस्तो मूर्खतापूर्ण कुरा गर्छ कहिले 125 निकालेर बजार चाहिँ हिँड्न ए होइन 125 दिन सक्दैन अहिले ओइ त पुरा ग्यारेन्टी गर्छ बस्छस् कि पुरै ग्यारेन्टी गर्छु म फिल्म भन्छ के गर्छस् फिल्म भन्छ भास्कर पनि सब आउँछ आउँछ सबै क्यामेराम्यान हो त्यो त पनि खेल्ने म खेल्छु हो ल उठ 125 निकाल ए सुतो साह्रै उठ के पढाइछौ अब म धेरै बाँच्दिन मलाई ब्लड क्यान्सर छ मलाई बिर्सिदे कालु ओ नो बिग्रेको मान्छे म बिग्रेको मान्छे म भत्केको घर
फर्केको डर बिग्रेको मान्छे म फर्केको घरको मलाई के को डर रातभरि पोल्छ खोइ के भयो छाती मर्छु कि ए वर्ष सम्झाउन हो साथी मान्छेलाई दिदी घन्टासम्म पर्खाउने त्यही पनि एक्लै नपर्खिनु भयो मम्मीले लिएर आएको भइहाल्छ नि त मलाई नरिसाउ न ल धेरै नक्कल नपाएर नक्कली अब चाहिँ नक्कली एउटा भन्छु नक्कली नरिसाउ न तिम्रो लागि भनेर झन् मैले कस्तो दामी गिफ्ट लिएर आएको थिएँ गिफ्ट तिमीले मेरो लागि गिफ्ट पनि ल्याएको छु ल एकैले आँखा बन्द गर त ल यो मौसम सुस्तरी बग्दैछ यो पवन तिम्रो रूपको रङले हो कि मेरो यो ढङ्ग आज कस्तो अनौठो भयो म त जानु पर्ने पूर्व तर लागेछु पश्चिम लौन यो मलाई के भयो के यो माया हो के यो माया हो आज जे महसुस म गर्दैछु के यो माया हो के यो माया हो आम्बो केटा हो आज मौसम क्या राम्रो छ आज केही त गर्नै पर्छ के गर्नु त गर्लफ्रेन्डलाई डेटमा लग्ने नि जस्तो छ त्यही गर्लफ्रेन्डलाई डेटमा लाग्ने रे गरिब हो गर्मी भयो भने जाउँ न त पौडी खेल्न यसो मस्ती पनि हुन्छ पौडी खेल्न कहाँ जाने डङ्ग्रा पोखरी कि ठोटफुल अलि राम्रो आइडिया थिएन अस्ति भर्खर त नआएको 15 दिन त भयो कति चाँडो रेकर्ड ब्रेक गर्नु बरु भाँडाकुटी खेल्नु के को खेल्छौ भाँडाकुटी छोराछोरीलाई भाँडाकुटी खेलाउनु बेला बरु हिँड पिङ खेल्न लु जाउँ हिँड पिङ खेल्न ल अन्त जाउँ न त ल
मस्त थाक्यो यार कहाँ गएछन् हौ गाउँको छम्याहरू खोइ यार त्यत्रो गाउँको बुलेटहरू कहाँ गए हो त नि गाउँको आइटमहरू चाहिँ कहाँ गएछन् नि दसैँमा मामा घर गयो होला टिका लाउन होला यार क्या तल लाग्यो यार चुरोट ल्याउन जा खोइ निकाल्न त चुरोट खाइदिउँ कहाँ छ त पैसा पनि छैन चुरोट पनि उयोला भन्न पैसा पनि हुनु पर्यो नि चुरोट खान जान जा तेरो कान्छीकोमा उधार ल्याउनु कान्छीकोमा कान्छीकोबाट जा लिएर हामीले उता पत्यान त जान जा ए ल ठिकै छ यार त चुरोट दिन गएको कहाँ हरायो खोइ कान्छीकै दोकानमा हरायो जस्तै छ साली पिसाब नि लागिरहेको छ यार मलाई त जा हान्दे भित्ता पनि डर हुन्छ जा ऊ आइपुग्यो तेरो साडी ल फाइनल कहिले लिन मात्रै पठाउँछस् लिन हान्ने एक दुई सर्को दसैँ पनि आइसक्यो यार के गर्ने पैसा कमाउने आइडिया निकाल्न सही भनिस् यार पुरा खडेरी लागेको छ मधु पनि त बाँकी खानु परिरहेको छ नि के गर्ने त डाइस खेलाम यार ओ ठिक कुरो गरे यार यसले चाहिँ अलिअलि चिया पानी खर्च हुन्छ ए 100 सेकेन्डमा ढाल्न पैसा हुनु पर्यो नगरेर पाना 3 पारौँ न तिनै पैसा पनि हुनु पर्यो नि पाना 3 एउटा उठा दुईटा पार्नु पर्यो पाना त्यसै गर्न किन ल रोक्नुहोस् रोके फल्छ गाछी हो र के भने त्यस्तो रोके फल्छ झन्डी भयो पछाडि सारा त उठ्यो तिम्रो बट्टा टोक्री ओइ कमलले पछाडि छाडो हुन्छस् कृपया प्रयास गर्नु होला ल रोके फल्छ अरु कुनै छैन ल उडा उठाए ल्या भाइ ल मुन्डामा 500 ल 500 त्यहाँ भन्न 500 यहाँ सिडीमा 1000 रुपैयाँ ल राख्नु उठाए राख्ने 5-5 छ है ल अरू छैन काली ल उठो सयको 2000 उठो फुटेपछि पनि रोके जस्तो गरेर एकछिन रोक्दैछ झन्डी बनाउनु पर्यो नि कंगाल त्यसै हुन्छ फिल्म हो क्या तिमी रोके जस्तो गर न क्यामेरा स्टप गरौँ कति तेरो तागतको छान सोल्टी रोक न दाजु क्यामेरा झन्डीमा बसाइदिएको झन्डी बनाऊँ ल नपार्न उठाउने अनि त्यसै कंगाल हुन्छ जम्मै भर न यो चाहिँ यति चाहिँ पैसा चाहिँ भर न समा एक एकछिन झन्डी बनाऊ ल भाइ 3000 शेर भालु बोल्नु हुँदैन
कति बाटो हेर्नुहुन्छ अब त रात पनि परो आउँदैन होला नाति खोइ सधैँ त आउँथ्यो खोइ यसपालि आउँछ कि भनेर बाटो हेरेको कति बाटो हेर्नु अब त रात पनि परो नातिलाई हेर्दा हेर्दै अब भोक लाग्यो भनेर अब खाँदै गर्दा हुन्छ नि कति माया गर्छ मेरो नातिले कति माया गर्नुहुन्छ बिहे गर्ने बेला अब केटीलाई माया गर्ने बेला भइसक्यो तपाईँलाई माया के गर्छन् र अब के भने पनि मेरो नातिले कति माया गर्छ मलाई यस्तो हेर्नु मलाई कहाँ लागेको छु अरे ट्युसन पढ्न ट्युसन पढ्न पो जानु लाग्यो कि म त बोयफ्रेन्डलाई भेट्न लागेको पो भन्दै थियो त हे मामु चेप्पा चाहिँ नभनिस् न ए जुन चाहिँ नर न मैले जिस्काएको पो त तँलाई यहाँ आएको छोरी तपाईँ पनि कस्तो बिगाड्यो कि कति रिसाएको नरिसाउ न क्या नरिसाउ ल्याउ ल्याउ मोबाइल रिचार्ज हाल्नु नास्ता खानु अनि रिक्सामा जानु ल बिस्तारै जानु ल जाऊ थ्याङ्क यू मामु बाई मामु बाई किन त आज मेरो हजुरआमालाई भेट्छ हजुरआमा कस्तो छ त तपाईँलाई कस्तो हुनु अहिलेसम्म काल आएको छैन ए हजुरआमा चाहिँ पाइँदैन भन्नु न अनि बाबु यो नानी चाहिँ को हुन् त यिनी तपाईँको हुने बेला नातिनी गरे अनि हेर्दा त लक्ष्मीकी देखिँदो रहेछन् गऱ्यो हेर्नु त कति बज्यो त हजुरआमा ढिलो भयो हामी गएको